हेलो सबैजनालाई नमस्कार। आज चाहिँ म कोइरालाको फुलको अचार बनाउने भनेर अङ्कललाई टिप्न लाउँदैछु। सो हेर्न सक्नुहुन्छ यो कोइरालाको फुल कति राम्रो देखिरहेछ है। अनि घरमा ल्याएर कोइरालाको फुल चाहिँ अब मेरो मम्मीले केलाउन दिँदैछु। मम्मीले केलाउनु त पर्यो नि त, फेरि किरा पर्यो भने होइन त। अनि खोर्सानी पिन्दा त तेलमा भुटेर पिन्नुपर्ने, मैले त तेल नहालिकन भुटेछु। अब ढङ्ग नभएपछि के लाग्यो र, यतिकै पिन्दैछु म खोर्सानी। अनि फेरि उसिने कोइरालो फर्स्ट टाइम थियो, हल्का नाइ टिप्दै पनि गरिरहेको थिएँ। अनि कोइरालो उसिनिसकेपछि भातमै आलु हालेर उसिने कस्तो हुन्छ अब त्यो चाहिँ पछि हेरौँ है। अनि कस्तो हुँदो रहेछ। अनि हरियो मटर टिप्न गएको त झ्याम्टै उक्लेर आयो। म त्यही लिएर भाग्दै गराएँ। सो आलु चाहिँ भातमा हाले पनि कति राम्ररी पाकेछ, तर त्यो भातबाट झिक्नलाई चाहिँ गाह्रो भइरहेको थियो। त्यो भात यताउता गरेर झिक्नु पर्यो नि त, त्यसैले र पनि आलु चाहिँ यति राम्ररी पाकेको थियो। सो म जस्तै अल्छी हुनुहुन्छ भने चाहिँ यसरी नै पकाउनु होला, कति राम्ररी पाक्दो रहेछ है। धोएर सफा गरेर राख्दा अनि भात पनि पाक्ने, आलु पनि पाक्ने। अनि अब चाहिँ कोइरालाको फुलको अचार बनाउँदैछु म। अनि त्यो अघि उसिनेको आलु चाहिँ धोएर सफा गरेर राखेको भएर मैले त्यो नयाँ आलु पनि थियो, त्यसैले मैले त्यसको चाहिँ बोक्रा छोराएन। अनि त्यो काट्दा पनि काटेन किनकि आलु पाकिसकेको थियो नि त। अनि त्यसैले हरियो लसुन अनि अघि ल्याएको मटर अनि प्याज अनि त्यो यत्तिकै तेलमा नभुटिकन पिनेको खोर्सानी हालेर मैले राम्रोसँग मिक्स गर्छु। अनि तेल छ यहाँ चाहिँ, अनि तेलमा चाहिँ मेथी अनि त्यो मसला राखेर मैले जाने है त्यसलाई। अनि त्यसपछि मिक्स गरेँ। अनि मिक्स गरिसकेपछि हेर्दा त अचार यम्मी नै देखिन्थ्यो। फर्स्ट टाइम थियो, मैले फर्स्ट टाइम बनाएको हो त्यो कोइरालाको फुलको अचार चाहिँ। अनि अब टेस्ट गरौँ है कस्तो हुन्छ कोइरालाको फुलको अचार। अनि यहाँ चाहिँ छ अचार र बासी भात हो। अचार र बासी भात खाँदा झन् स्वादै बेग्लै। सो आजको भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो युट्युब च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब, लाइक, सेयर, कमेन्ट सबै गरिदिनु होला है। आजलाई यति नै, फेरि नि नयाँ भिडियो लिएर आउने नै छु। सबैजनालाई बाई बाई, टाटा।